गीत तिमीले सम्बन्धै छुटायौ गाउँमा हिँड्यौ फोन पनि फुटायौ दादिङ घरेमा हुन्थ्यो भेटा मायाले सम्झेर आउँदै गरेमा। चर्चित लोकदोहोरी गायक चिज गुरुङले गायिका निर्जला गुरुङलाई धोका दिएर अर्कै केटीसँग गाउँ गाउँ हिँडेपछि गायिका निर्जला गुरुङले रिसले आफ्नै फोन फुटाइलिन्। दोहोरीमा भर्यो रमाइलो। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी तपाईँहरूको माझमा पछिल्लो समयका साङ्गीतिक जोडी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको नयाँ लाइभ दोहोरीको अपडेट लिएर उपस्थित भएका छौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकबिन पछिल्लो समयका साङ्गीतिक जोडी गायक चिज गुरुङलाई गायिका निर्जला गुरुङले यसरी दोहोरीबाट नै व्यङ्ग्य हानेपछि दोहोरी रमाइलो बन्न पुगेको छ। दर्शकबिन यो भिडियो कहाँबाट हेर्नुहुन्छ तपाईँहरूले जानकारी राखेर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल अनिसा अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। नेपाली लोकदोहोरी क्षेत्रमा सबैका सर्वप्रिय लोकदोहोरी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङले भर्खरै मात्रै जीवन पन्थ युट्युब च्यानलबाट सार्वजनिक भएको लाइभ दोहोरी दर्शकहरूले निकै रुचाएर हेरेको पाउन सकिन्छ। 80% भन्दा धेरै दर्शकहरूले सकारात्मक कमेन्ट गरेको हामीले पाउँदै आएका छौँ। गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको साङ्गीतिक जोडी दर्शकहरूले निकै मन पराउनु भएको छ, जसमा हामीले दुईटा टुक्का तपाईँहरूको माझमा सेयर पनि गर्न भ्याएका छौँ। गायक चिज गुरुङ गायिका निर्जला गुरुङ भन्ने बित्तिकै दर्शकहरूले निकै मजाले लाइभ दोहोरी हेर्ने गरेको पनि पाइन्छ, जसमा टुक्का निकै रमाइलो रहेका हुन्छन्। रुँदै बस के बस्नु हाँसी, मन दुख्छ केटीको फोन आसी, बालिङ खोलेवा हुन्थ्यो भेट मायाले सम्झे त आउँदै गरेमा बोलको गीतमा गायिका निर्जला गुरुङले यसरी भन्दै गर्दा गायक चिज गुरुङले फेरि यस्तो जवाब दिन्छन्। कि त तिमीले सम्बन्धै टुटायौ गाउँमा हिँड्यौ फोन पनि फुटाल्यौ बालिङ खलेवा यस्तै यस्तै गीतमा दर्शकहरूको मन भिजाएका छन्। गायक चिज गुरुङ र गायिका निर्जला गुरुङले समधुर आवाजमा गाएको यो लाइभ दोहोरी दर्शकहरूले निकै रुचाएको पनि पाइन्छ। यस्तै दुईटा चारवटा टुक्का मात्र नभएर दशौं टुक्काहरूमा गायक चिज र निर्जला गुरुङले आवाज भरेका छन्, जसमा एकदमै रमाइलो पनि बनाउनेछन्। हामीले तर डिस्क्रिप्सनमा फुल भिडियोको लिङ्क पनि राखेका छौँ। जीवन पन्त युट्युब च्यानलमा गएर पनि तपाईँहरूले फुल भिडियो हेर्न सक्नुहुनेछ। लाखौँ दर्शकहरूको माझमा यो लाइभ दोहोरी एकदमै भिजेको छ। देश तथा विदेशमा रहेका हरेक स्टेज प्रोग्राम, लाइभ दोहोरी, नयाँ म्युजिक भिडियोमा व्यस्त रहेका गायक चिज र निर्जला गुरुङलाई साथ सपोर्ट दिने होइन त तपाईँहरू हामी मिलेर दर्शकहरूको माझमा अबको आउँदै गरेको तीजलाई फेरि रमाइलो गराउनुपर्छ। गायक चिज र निर्जला गुरुङ फेरि रियलमा परिवर्तन हुन चाहनुहुन्छ भने गायक चिज र निर्जला गुरुङलाई एउटा लाइक र कमेन्ट गर्न नबिर्सिनुहोला।